तपाईँहरूकोतिर त आज साउन 15 को दिनमा मजाले खिर पकाएर खानुभयो होला। हाम्रोमा त डल्लै सिङ्गै भाले पाक्दैछ। खिर खानलाई घरमा भैँसी छैन। अब हाम्रोमा भएको यही कुखुरै हो। कुखुरा काट्नुभन्दा पहिला झ्याममा 1 कप चिया खाइयो। त्यसपछि भात ल्याएर भात पनि मजाले पकाइयो। अनि अर्को काम भनेको मेरो सुरुमै पानी तताउने थियो। त्यसपछि मजाले पानी तताएँ। अनि कुखुरा लिनलाई म खोरतिर लागेँ। कुखुरा चाहिँ खोरको कुनामा बसेर रहेछ। त्यसलाई च्याप्प समातेर ल्याएँ। जुरुक्क उचाल्दा फेरि त 3-4 किलो मासु बस्ला जस्तो छ के रे। हेर्दा त बढी बितेको छ नि भाले। काटकुट पारेर भ्याएपछि यसलाई पानी तताउने ठाउँ लगेर मजाले भिजाएँ। यसलाई चाहिँ अलि मजाले नै भिजाउनु पर्छ के, बोइलर जस्तो सजिलो हुन्न यो। त्यसपछि अगाडि लगेर भुत्लाउन थालेँ। आज साउन 15 को दिन सबैको घरमा खिर पाकिरह होला। तर हाम्रोमा त भएको यही कुखुरा हो। त्यही भएर म यसैलाई भुत्लाउँदैछु। अब यही खाने हो हाम्रो घर साउन 15 मनाउनलाई। त्यसपछि यो पोल्नको लागि मैले आज बाबालाई काम हराएँ। त्यसपछि म लागेँ चुलोतिर। फेरि दोस्रो सट चिया स्वाट्ट पारेँ। त्यसपछि प्याज सियाज फुराएर मासु पकाउनतिर लागेँ म। मलाई फेरि यो मासु चाहिँ ग्यासमा पकाएको भन्दा आगोमा पकाएको धेरै मिठो लाग्छ के। त्यही भएर 1 पिस झ्याप्प झिकेर ग्वाममा मुख हालेर चाखिदिएको। एकदमै मिठो थियो के। तर मलाई अर्को पिस पनि चाख्न मन थियो है। तर फेरि मैले चाख्न लाएँ भने आधी किलो त चाखेरै भ्याइदिन्छु के।